आज फर्स्ट भनेको युनिभर्स अनि सौर्यमण्डल पत्ता लगाउने व्यक्ति को हुन् भनेर निकोलस कोपर्निकस, ब्ल्याक होल खोजी गर्ने वैज्ञानिक स्टिफन हकिङ, धूमकेतु खोजी गर्ने वैज्ञानिक भने धूमकेतु हलिरहेको थियो एडमन्ड हेली, सूर्य ग्रहहरू पृथ्वीको वरिपरि घुम्छ भन्ने मतको विखण्डन गर्ने गरे बापत भनेको जिउँदे जलाएको वैज्ञानिक भनेको कुन हो? जिउँदे जलायो गिआर्डिनो बुर्नो इटालीको। त्यस पश्चात भने एस्ट्रोइड को पत्ता लगाउने अनि एस्ट्रोइड को मतलब शिशु ग्रह शब्द प्रयोग गर्ने वैज्ञानिक भनेको सर विलियम हर्टजेल। त्यस पश्चात भनेको प्रकाशको गति पत्ता लगाउने वैज्ञानिक कुन रहेछ भनेको रोमर रहेछ। त्यस पश्चात भनेर ग्रहहरूको गतिको नियम पत्ता लगाउने भनेको जोहान्सन क्लेप्लर पत्ता लगाएको हुन्छ। त्यसपछि रिङ्गिङ को खोज गर्ने यानी शनि ग्रहको घेराहरू खोजी गर्ने कसले पत्ता लगायो भनेको क्रिस्चियन हुसेनजेन। त्यस पश्चात भने विश्वको नक्सा बनाउने कार्टोग्राफर को नक्सा बनाउनेलाई के भन्छ? कार्टोग्राफर, जुन भनेको गेरार्ड्स मार्कार्टनर्स रहेको छ। र पृथ्वी गोलोको छ भने परिकल्पना गर्ने व्यक्ति भनेको चाहे घोषणा गर्ने व्यक्ति भनेको पाइथागोरस रहेको छ। ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने विषयलाई कोस्मोलोजी भन्छ। ज्योतिषशास्त्र वा नक्षत्र सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई भने एस्ट्रोलोजी भन्छ। आकाशीय पिण्डहरूको नामाकरण गर्ने भनेको एस्ट्रोनोमी भन्छ। र अन्तरिक्षमा यात्रा सम्बन्धी अध्ययन गर्ने विषयलाई एस्ट्रोनाइटिस भन्छ। त्यसपछि पृथ्वी बाहेक अन्य ग्रहहरूको पनि जीवनको अस्तित्व बारे अध्ययन गर्ने विज्ञानलाई एक्स बायोलोजी भन्छ। त्यसपछि यानी विश्वको भूगोलसँग भनेको अध्ययन गर्ने विषयलाई चाहे विज्ञान भनेको जियोलोजी भन्छ। र चन्द्रमा सम्बन्धी बारेमा अध्ययन गर्ने विज्ञानलाई सेनोग्राफी भन्छ। अब पृथ्वीको भन्दा कति गुणा ठुलो रहेको छ भनेर केही सूर्य कति गुणा ठुलो छ? 109 गुणा। त्यसपछि सूर्यभन्दा कति गुणा भनेको गाह्रो रहेको छ भनेको सूर्य पृथ्वीभन्दा कति गुणा गाह्रो रहेछ? 3,33,000। त्यसपछि भने पृथ्वीभन्दा बृहस्पति कति गुणा ठुलो रहेको छ? 318 गुणा। शिशु ग्रहहरूको कुल भारको पृथ्वीको कति आउँछ भनेर 1 भनेको 3000। त्यस पश्चात भने सूर्यको आकर्षण शक्ति पृथ्वीभन्दा कति गुणा छ? 28 गुणा। बृहस्पतिको आकर्षण क्षमता कति रहेको छ? पृथ्वीभन्दा 3.5 गुणा। त्यस पश्चात भने चन्द्रमाको आकर्षण कति रहेको छ? कम भनेर 1.6 गुणा। त्यसपछि बुध ग्रहको गुरुत्व आकर्षण कति भाग रहेछ पृथ्वीको भन्छ? 3/8। त्यसपछि पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन रहेछ? सूर्य। पृथ्वीमा सूर्य पछि अर्को कुन सबभन्दा नजिक रहेछ? अर्को हुन्छ अल्फा सेन्चुरी। त्यसपछि भनेको पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो भनेको चम्किलो तारा भनेको साइरस। र ग्रह भन्छ भने तपाईको शुक्र चम्किलो ग्रह भनेर चिनिन्छ। त्यसपछि साइरस रहेछ। त्यसपछि सूर्यदेखि सबैभन्दा नजिक रहेको तारा एउटा पृथ्वीदेखि सबैभन्दा नजिक रहेको तारा सूर्यपछि अर्को भनेको अल्फा सेन्चुरी भने सूर्यदेखि अर्को हुन्छ भनेको पर्सिक सेन्चुरी। पर्सिकमा सेन्चुरी। र पृथ्वीबाट सबैभन्दा नजिक रहेको ग्रह भने शुक्र, सबैभन्दा टाढा रहेको ग्रह भन्छ पृथ्वीबाट भनेको वरुण। त्यसपछि भनेर सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति मिनट लाग्छ? 8 मिनट 20 सेकेन्ड लाग्छ। चन्द्रमामा जानको लागि भने 1.3 सेकेन्ड लाग्छ। चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ? 1.3। र सूर्यको प्रकाश बृहस्पति ग्रहसम्म पुग्न कति समय लाग्छ? त्यो 43 मिनट लाग्ने गर्दछ। त्यसपश्चात अब भनेको चन्द्रमाको सबैभन्दा अग्लो पहाडलाई के भन्छ भनेको चन्द्रमामा भनेको डार्क रहेछ भनेको डार्क फिक भने चन्द्रमा डार्क घेराउ छ कि घेराउँदैन त्यो कुन भाग? त्यो डार्क फिक। त्यसपछि मंगल ग्रहको सबैभन्दा अग्लो भागलाई के हुन्छ? निकलस ओलम्पिया। त्यसपछि पृथ्वीको सबैभन्दा अग्लो भाग सगरमाथा। र शुक्र ग्रहको अग्लो चुचुरो भाग के हुन्छ? शुक्रमना ममो भनेको म्याक्सेबल मोन्टेज। त्यसपछि भनेको पृथ्वीको सबैभन्दा पहिलो खोजी भएको ग्रह कुन हो? शुक्र। सबैभन्दा पहिलो खोजी भएको शिशु ग्रह कुन हो? सेरियस। त्यसपछि भनेको सबैभन्दा धेरै खोजी भएको अनुसन्धान भएको उपग्रह भनेको चन्द्रमा। सबैभन्दा ठुलो ग्रह भनेको कुन हो?
भनेको बृहस्पति। सबैभन्दा ठुलो उपग्रह भनेको के हो? ग्यानिमेड। सबैभन्दा सानो भनेको उपग्रह भनेको लिडा। त्यसको साथसाथ भनेको अब सबैभन्दा ठुलो शिशु ग्रह पनि सेरेस, सबैभन्दा पहिलो खोजी भएको पनि सेरेस। राइट, पृथ्वीबाट देखिने सबैभन्दा ठुलो तारा कुन हो भनेको तारा भनेको बेटेल्गेउस र सबैभन्दा ठुलो तारापुञ्ज भनेको आइसिसी 1100। त्यसपछि सबैभन्दा ठुलो तारामण्डल भनेको हाइड्रा। त्यसपछि सबैभन्दा सानो भनेको ग्रह कुन छ? बुध। सबैभन्दा सानो उपग्रह लिडा। सबैभन्दा भनेको सानो तारा कुन छ भनेको आर्यस नेपालमा सबैभन्दा सानो होइन। तारापुञ्ज भनेको सेगल 2, किनकि आइसी भने 1000 ठुलो छले, 1001 छ त अब 1 के बाद 2 हेतै त भनेको सेगल 2। त्यसपछि हाइड्रा छले ठुलो तारामण्डल, यहाँ भनेको क्रक्स सानो। त्यसपछि ब्रह्माण्डमा भनेको सङ्ख्या के को कति छ? तारामण्डलको 88 वटा, तारापुञ्जको 1 खर्बवटा रहेछ। राइट, ग्रहको 8 वटा। त्यसपछि उपग्रहको भनेको 200, अहिले भनेको 318 वटा थियो, अब बढेर जति हुन सक्ला। त्यसपश्चात भनेर फुच्चे ग्रहको 5 वटा। त्यसपछि राशि 12 वटा हुन्छ, नक्षत्र 27 वटा हुन्छ, शिशु ग्रह 1600 वटा पत्ता लागेको छ अहिलेसम्म हाल। ठिक छ, यो अझै पत्ता लाग्न सक्ला, त्यसको कुनै फिक्स रहेको छैन। त्यसपश्चात भनेर सूर्यलाई भने के हुन्छ? ग्रिक भाषामा हेलिस्कोप भन्छ भने चन्द्रमा। राइट, के हुन्छ? र हेर्नको लागि के को प्रयोग गरिन्छ भने ग्रिक भाषालाई के को प्रयोग गर्छ भनेर भनेको हेलिस्कोप भन्छ, किनकि हेलिस भन्छ के भनेको ग्रिक भाषामा, र चन्द्रमालाई भनेको सेलेन भन्छ, त्यसैले यसलाई सेनियोग्राफी भन्छ। राइट, प्रयोग गर्छ अध्ययन गर्नको लागि। त्यसको साथसाथ भनेर अब सम्वत भनेको के हो? सम्वत भनेको एउटा 1 वर्षलाई सम्वत भन्छ, र जुन सम्वत सूर्यको लागि 365 दिन हुन्छ, चन्द्रमाको लागि 354 दिन रहेको छ, र सबभन्दा पुरानो सम्वत भनेको काल युग हो कि अहिले होइन, कल्की युग हो त कलिकीगत सम्वत रहेछ, जसलाई कलिगत सम्वत भन्छ। र कसले के को परिक्रमा गर्छन् भने सूर्यले के को परिक्रमा गर्छ? ग्यालेक्टिक सेन्टरको परिक्रमा गर्छ भनेको ग्यालेक्सीको, जसको 25 करोड साल लाग्छ भनेको के गर्नको लागि भनेको परिक्रमा गर्नको लागि। र ध्रुव ताराहरू, पुच्छ्रे ताराहरू भने सूर्यको परिक्रमा गर्छ, ग्रहहरू सूर्यको परिक्रमा गर्छ। त्यसपछि शिशु ग्रहहरू पनि सूर्यको परिक्रमा गर्छन्। त्यस्तै उपग्रहले ग्रहको परिक्रमा गर्छ। र ध्रुव तारालाई केले परिक्रमा गर्छ भने ध्रुव तारा को परिक्रमा कसले गर्छ? त्यहाँहरूको नजिक जुन तारा हुन्छ त्यसले परिक्रमा गर्छ। र सप्त ऋषि र कश्यप ऋषि कसको परिक्रमा गर्छ? के को परिक्रमा गर्छ भने ध्रुव ताराको परिक्रमा गर्छ। ठिक छ, अब भनेको सोलर सिस्टम भनेको कति हो? सोलर सिस्टमको भनेको डायमिटर कति रहेको छ? डायमिटर भनेको 10.5 भनेको लाइट आवर रहेको छ। त्यसपश्चात भनेर उसको साथसाथमा भनेको सूर्य भनेको के हो? शिशु ग्रह। अन्तरिक्षमा रहेको जति पनि ग्रह छ, शिशु ग्रह छ, राइट, नक्षत्रहरूको समूहलाई के भन्छ? ब्रह्माण्ड भन्छ भने सूर्य। अन्तरिक्षमा जति हुन्छ तारा, ग्रह, उपग्रह, त्यो सबै युनिभर्सभित्र आयो। तर सोलर सिस्टमभित्र के आयो भने सोलर सिस्टमभित्र पहिला सन आयो, त्यसपछि भनेको प्लानेट आयो भनेको, त्यसपछि सेटेलाइट आयो, त्यसपछि कमेट्स आयो, त्यसपछि भनेको राइट फायरबल आयो लगायतका भनेर इलेक्ट्रिसिटी भनेको इलेक्ट्रिसिटी भनेको फायरबल पनि ल। ठिक छ, त्यसपश्चात भनेको जसको भनेको अब सूर्यमण्डलको उत्पत्ति एक विशाल उष्ण एवं ग्यासीय निहारबाट भएको हो भनेर यस्तो ल्याप्लेस कसले गर्यो? लाप्लेस होबाट भयो। यसले ल्याप्लेसले पत्ता लगाएको, यानि कि उसले आफ्नो थ्योरी दिएछ। त्यसपश्चात भनेको ब्ल्याक होलको भनेको सृजना कहाँमा भएछ? अन्तरिक्षमा, को पनि अन्तरिक्षमा हुन्छ। त्यसपछि भनेको ब्ल्याक होलको चारैतिर भएको सीमालाई के भन्छ भनेको इभेन्ट होराइजन भनेको इभेन्ट होराइजन, त्यसलाई भन्छ इभेन्ट होरिजन भन्छ नि, होरिजन इभेन्ट भनेको बन्यो, इभेन्ट होराइजन। त्यसको साथसाथ भनेर
निकोलसले कहिले सूर्यलाई पत्ता लगायो भनेर 1543 में पत्ता लगाएके जे सूर्यले भने एक भ्याकुम एक प्रकाशमा पार गर्छ दूरी त्यसलाई प्रकाश वर्ष भन्छ र अन्तरिक्ष के कोमा प्रकाश दन्छ भनेको प्रकाश वर्षले अन्तरिक्षको भनेको के हुन्छ दूरी नापिन्छ प्रकाश वर्षमा जस्तै भनेको सूर्यले एक वर्षमा पार गरेको भनेको दूरीलाई के भन्छ एक प्रकाश वर्ष भन्छ जुन भनेको 95 खर्ब किलोमिटर रहेछ र सूर्यले एक सेकेन्डमा तपाईको भनेको 3 लाख किलोमिटर भनेको दूरी पार गर्ने गर्छ। त्यसपश्चात भनेर जुन भन्छ र सौर्य परिवारको दूरीहरू कुन एकाइमा नापिन्छ एयुमा नापिन्छ। एक एयु भनेको 15 करोड के रहेछ भनेको टाढा किलोमिटर रहेको छ जसमध्ये सूर्य र ग्रह के भन्छ सूर्य र पृथ्वी बीचलाई एक एयु पनि भन्छ। एक्ज्याक्टलीमा भन्नु हो भने 14 यानी 14.88 करोड किलोमिटर रहेको छ। त्यसपश्चात भने तारापुञ्ज भनेको ग्यालेक्सी भन्छ राइट। ग्यालेक्सीको टाइप भनेको 3 टाइप्स अफ ग्यालेक्सी देयर आर भनेको एउटा स्पाइरल भनेको इरेगुलर एन्ड एक्स। त्यसपश्चात एक आकारको रहेछ जुन भनेको हाम्रो ग्यालेक्सीको नाम के रहेछ मिल्की वे ग्यालेक्सी रहेको छ। मिल्की वे ग्यालेक्सी भित्र तपाईले भनेको यो ब्रह्माण्ड भित्र कतिवटा तारापुञ्जहरुमा तारापुञ्ज भनेको 1 खर्बवटा 1 खर्बे झन्डै रहेछ। त्यसभित्र भनेको अब के हुन्छ तारा पुञ्ज भित्र पनि त ताराहरूको समूह हुन्छ भनेको के हुन्छ ताराहरूको के हुन्छ समूह हुन्छ र त्यो भनेको सोलर सिस्टम त्यो भनेको लाखौं करोडौं भनेको ताराहरूको समूह मिलेर बनेको एउटा विशाल समूह हुन्छ त्यसलाई भनेको तारापुञ्ज भन्छ। र ब्रह्माण्ड भनेको 1 खर्ब त्यो पनि अनुमान लगाएको एक्ज्याक्टली भने त्यो भन्दा पनि बढी हुन सकिन्छ भने उसले एक्ज्याक्टली भनेको छैन ठीक छ। त्यसको साथसाथैमा उसले के भन्न सकिन्छ त्यसपछि सूर्यको बारेमा सूर्यको परिवारको मुख्य सदस्य तथा आकाशमा चम्किने तारा एउटा विशेष रहेछ जुन भनेको सोलर भनेको के हुन्छ मुख्य भनेको स्रोत रहेछ भने सोलर सिस्टमको र मुख्य हिस्सा र मुख्य परिवार रहेछ जसले 99.8% भूभागीय रहेछ ओक्टिको रहेको छ जसको भनेको 4.6 बिलियन राइट के हुन्छ वर्ष के हुन्छ पहिला भएको रहेछ। नेपालीमा भन्छ भने 4.6 भनेको अर्ब वर्ष रहेको छ जुन भनेको न्युक्लियर फिजनको कारणले रेडिएसन के हुन्छ उत्पन्न हुने गर्दछ र जसको भनेर कति गुना भार रहेको छ 740 गुना भार रहेछ जसमध्ये 70% हाइड्रोजन रहेछ 28% हिलियम रहेछ र 2% बच्यो अक्सिजन। त्यसपछि भनेको अक्सिजन भयो नाइट्रोजन भयो म्याग्नेसियम बच्यो लगायतको योहरू एल्युमिनियमहरू के हुन्छ रहेको छ 2%। त्यसमध्ये तपाईले भनेको हुन्छ मासे भने बुझ्नु पर्ने हुन्छ व्यास भनेको 1348/446 रहेको छन् राइट। मास रहेछ 1348/446 जसमध्ये तपाईले के भन्न खोज्नुहुन्छ एक्ज्याक्ट भने सूर्य कुन दिन पूर्वबाट एक्ज्याक्टली उदाउँछ भने माबाट मार्च सेबाट सेप्टेम्बर भनेको त्यो दिन र रात के हुन्छ बराबर रहेको हुन्छ। मासे भने सेप्टेम्बर र भने सेप्टेम्बर माबाट भनेको मार्च 21 सेप्टेम्बर भनेको 23 मा रहेको छ। त्यसपश्चात भनेर अब के हुन्छ भनेर अब मिल्की वे को बारेमा पढ्ने। मिल्की वे भनेको सूर्य र अन्य ताराहरूको समूहलाई के हुन्छ मिल्की वे जुन भनेको यो सोलर सिस्टम जुन भित्र जुन भनेको के भन्छ तारापुञ्ज भित्र रहेको नि त्यो तारापुञ्जको नाम छ मिल्की वे तारापुञ्ज ठीक छ। त्यसपछि भनेको आकाश जसले आकाशगंगा भन्छ त्यो आकाशगंगाको भित्र रहेको कुरालाई के भन्छ आकाशगंगा रहेको छ जुन आकाशगंगा भनेको राइट भनेको आकाशगंगाको मोटाइ भनेको 10,000 प्रकाश वर्ष रहेको छ जसको लम्बाइ भने 1 लाख प्रकाश वर्ष रहेको छ जसको भनेको सूर्यको परिक्रमा गर्ने के सूर्यले जुन परिक्रमा गर्छ कक्षको केन्द्र त्यसलाई भन्छ ग्यालेक्टिक सेन्टर जुन भनेको यो अन्तरिक्षको के हो केन्द्रबिन्दु रहेको छ जसको परिक्रमा गर्न भने सूर्यलाई 25 करोड वर्ष लाग्ने गर्दछ र जुन
त्यो सेन्टरको प्रयोग गर्छ र परिक्रमा गर्छ, त्यो भनेको कुन इयरमा नापिन्छ? कोस्मिक इयरमा नापिन्छ। ठिक छ, त्यसलाई भनेर आफ्नो अक्षमा परिक्रमा गर्न 25 दिन 5 घण्टा लाग्छ र जुन यसको भनेको केन्द्रको परिक्रमा कति त्यो केन्द्रबाट टाढा रहेछ भनेर मिल्की वेको जुन ग्यालेक्टिक सेन्टर रहेछ त्योबाट भनेको सूर्यको डिस्टेन्स भनेको 30,000 लाइट इयर टाढा रहेछ, यानि 30,000 प्रकाश वर्ष के रहेछ? टाढा रहेको छ र जसको आकार भनेको स्पाइरल रहेछ, जसभित्र 120 मिलियन भनेको के रहेको छ भनेको सोलर सिस्टम रहेको छ। यो मिल्की वे भित्र 120 मिलियन भनेको 100 राइट के रहेको छ भने तपाईलाई 120 मिलियन तपाईको के भनेको ताराहरूको समूह रहेको छ, जसमध्ये तपाईको राइट भनेको जुन आकाशगंगा छ त्यो आकाशगंगालाई चिनिया भाषामा भनेको राइट सिल्भर चाँदीको नदी भन्छ। राइट मिल्की वेलाई चिनी भाषामा के भन्छ? चिनी भाषामा भनेर सिल्भर रिभर भनेर छ। त्यसपश्चात भनेर अब सूर्यको आँधी भनेको सूर्य पृथ्वीको भनेको हेर्दा स्थिर र शान्त र स्थिर देखिन्छ भने अत्याधिक बढी ग्यासको उपस्थितिको कारणले विशाल आँधी उठिने हुन्छ, त्यसलाई सूर्य आँधी भन्छ, जसमध्ये भनेको सूर्यको वेग यानि कि सोलर विन्ड भन्छ, जुन भनेको राइट 500 किलोमिटर पर सेकेन्ड रहेको छ र जसमध्ये भनेको सूर्य उठ्छ भनेको 11 वर्षमा एकपटक उठ्छ, जुन भनेको 4 लाख किलोमिटर माथिसम्म जान्छ भनेर बुझ्नुपर्ने कुरा रहेको छ। त्यसपश्चात अब सूर्यको सतहको मध्य भागमा जुन देखिन्छ प्रकाश वर्षको धब्बालाई भने प्रकाश वर्षको धब्बा त्यसलाई उम्रा भन्छ र सतहमा देखिन्छ। राइट मध्यको भागमा देखियो भने उम्रा, सतहमा देखियो भने पेनुम्रा, जसलाई भने नेपालीमा सघन र विरल छाया भन्छ। राइट सघन र विरल छाया भन्छ भनेर बुझ्नुपर्ने कुरा। र त्यो मध्य भागलाई के भन्छ र सतह भागलाई के भन्छ? मध्य भागलाई वर्ण मण्डल र सतह भागलाई भनेको फोटोस्फियर रहेको हुन्छ, या कि बफो भन्छ। बफो भनेको त्यसपश्चात अब के हुन्छ? सबैभन्दा पहिलो सूर्योदय र सूर्यास्त हुने देश कुन छ त? सबैभन्दा सूर्योदय पनि हुन्छ र सूर्यास्त दुईटै रहेछ। यस्तो त न्युज भइहाल्यो भने न्युजिल्यान्ड भनेको अस्ताउँदो सूर्यको देश भने अस्ताउँदो भनेको राइट सनसेट भनेर कुन देशलाई चिनिन्छ? यानि विलय भयो, विलयबाट ब्रिटेन भइहाल्यो। त्यसपछि त सूर्य यानि सनराइजको मतलब जयको मतलब हुन्छ जापान। त्यसपश्चात भनेर मध्यरातमा भनेको सूर्य उग्ने भनेको नर्वे जिल्ला रहेछ, नर्वे जिल्ला होइन देश रहेछ र भनेको एकैचोटिमा एकातिर दिन पनि हुन्छ र रात पनि रहेको मस्त रहेको देश भने मस्को र रुस रहेको छ, जुन नेपाल भन्दा भनेको 116 गुणा ठुलो रहेको छ। त्यसपश्चात भनेको सूर्यको किरणको तापीय तीव्रता निश्चित गर्ने उपकरणलाई के भन्छ भनेको एक्टिमोमिटर। प्रकाशको तीव्रता नाप्ने यन्त्र भन्छ फोटोमिटर। त्यसपछि सूर्यको विकिरणको नाप्ने यन्त्रलाई भन्छ पारहेलियोमिटर। सूर्य हेर्न प्रयोग गर्ने यन्त्रलाई भनेको हेलिस्कोप भन्छ। सूर्यको किरणबाट गरिने उपचार विधिलाई के भन्छ? हेलियोथेरापी भन्छ। र सूर्यको प्रकाश र प्रकाशद्वारा पानी शुद्धिकरण गर्ने विधिलाई भनेको सोडियम भन्छ। र सोलर इक्लिप्सबाट चल्नेलाई सोलर इक्लिप्स 2 भनेर कसलाई चिन्छ भनेर राइट सूर्य ऊर्जाबाट चलिने हवाईजहाज भनेर। ठिक छ। त्यसपछि अब पृथ्वीसँग केही मिल्दोजुल्दो ग्रह त पृथ्वीसँग मिल्दोजुल्दो भनेको कुन ग्रह रहेको छ? मङ्गल ग्रह रहेको छ। जीवन पाइने सम्भावना बोकेको र पृथ्वीबाट नजिक रहेको पृथ्वीसँग मिल्दो ग्रह भनेको के हो? प्रोसिका सेन्चुरी भन्छ भने त्यो पृथ्वीबाट देखिने सबैभन्दा अर्को नयाँ भनेको तारा हो, तर ग्रह भन्छ भनेको पृथ्वीसँग मिल्दो जग्गा भनेको प्रोसिकामा बी रहेछ।
त्यस प्रोसिकामा बी जुन प्रोसेका सुनचोरीको त्यो भित्र जुन बी ग्रह छ त्यसलाई भन्छ प्रोसिका बी। त्यसको साथसाथ भनेर शनि ग्रहको चिन्ह के छ मुख्य, मङ्गल ग्रहको चिन्ह के छ मुख्य र बृहस्पति ग्रहको मुख्य के चिन्ह छ। त शनि ग्रह भनेको नहरलाई भन्छ, मङ्गल ग्रह भनेको एउटा, शनि ग्रह भनेको त रिङ धेरै भएको, मङ्गल ग्रह भनेको नहर यानि कि धेरै नदी भएको ग्रह भनेर कुनलाई चिनिन्छ भनेर नदीको छाप भनेर त्यो भनेको मङ्गल हो र रातो विशाल धब्बा भन्छ भने त्यो बृहस्पतिको रहेछ। त्यसपछि अरुण नदी पत्ता लगाउने कसले रहेछ, नदी होइन, अरुण ग्रह कसले पत्ता लगायो, शनि ग्रह कसले र वरुण कसले। शनि ग्रह पत्ता लगायो ग्यालिलियो भइहाल्यो। त्यसपछि अरुण, अरूको हजुरबिया भने अरुण भने अरूको हजुरबुवा होइन त, अजुरको हजुरबुवा त भने अरूको हजुरबुवा भनेको बुबा विलियम हार्नेस रहेछ, बुबा विलियम हार्नेस रहेछ। विलियम हार्नेसलाई के भन्छ भनेको आधुनिक इतिहासको पिता पनि भन्छ, राइट, आधुनिक इतिहासको पिता पनि भन्छ भनेर बुझ्नुपर्ने कुरा रहेछ। त्यसको साथसाथ भनेर राइट वरुणलाई नेप्चुन ग्रह भन्छ। नेप्चुन भनेको नेप्चुन भनेर नेपको चुन जोनगा नेपरालाई चिनिरहेको हुन्छ जोनगा। त्यसपछि भनेर शनि ग्रहको सबैभन्दा ठुलो उपग्रह भनेको टिटानी रहेको छ। मङ्गल ग्रहको सबैभन्दा भनेको ग्रहको उपग्रह कुन रहेछ, एउटा फोबस रहेछ, एउटा डिमोस रहेको छ, किनकि यही दुईटा त त्यसको उपग्रह रहेको छ। त्यस पश्चात अझै के गर्ने पर्ने हुन्छ, राइट, प्लुटो यम ग्रह भनेर कसलाई भन्छ भनेर, यम ग्रह भनेको पुड्के ग्रहलाई चिनिन्छ, जुन भनेर 5वटा ग्रहभित्र पर्छ त्यो पछि। राइट, कुन ग्रहको उपनामहरू के भन्छ, मोर्निङ स्टार, इभिनिङ स्टार, गोडनेस, लभ एन्ड ब्युटी, ब्रिङ अफ लाइट एन्ड विनर अफ ड्रन, किङ अफ, होइन यतिसम्म भन्यो भने त्यो शुक्र भयो। त्यस पश्चात किङ अफ प्लानेट भन्यो भने बृहस्पति भयो। सुन्दर ग्रह भन्यो भने तपाईँले शनि ग्रह भयो। जुपिटरको हजुरबुवा भन्यो भने अरुण भयो, राइट। जलको देवता भन्यो वर्षा भयो। त्यस पश्चात पानीमा तैरिने ग्रह, सुन्दर ग्रह, सुनौलो ग्रह भन्यो भने त्यो शनि भयो। सबैभन्दा कम घनत्व भन्यो भने त्यो शनि भयो, ठिक छ। सूर्यभन्दा भनेको सबैभन्दा नजिकको ग्रह भन्छ, सूर्यभन्दा सबैभन्दा नजिक भन्यो भनेको बुध, लेकिन पृथ्वीबाट नजिक बन्यो भने त्यो के भइहाल्यो, शुक्र। त्यस पश्चात भनेको छोटो समय र लामो भनेको छोटो दिन र लामो दिन, सबैभन्दा लामो दिन हुने भनेको के भन्छ भने शुक्र, र सबैभन्दा छोटो दिन हुने बृहस्पति। त्यसपछि भनेको पृथ्वीबाट र सूर्यबाट टाढा भएको ग्रह भनेको वरुण रहेको छ। त्यस पश्चात भने एउटापट्टि तातो ग्रह भनेर चिनिन्छ भने शुक्रलाई। त्यसपछि एकापट्टि तापो र भने एकापट्टि चिसो चाहे तापान्तर ग्रह भनेर चिनिन्छ भने त्यो बुध भयो। त्यस पश्चात भनेको आकाशलाई जमिन धरतीबाट हेर्दा निलो देखिन्छ भने चन्द्रमाबाट देख्दा कालो देखिन्छ। त्यस पश्चात भनेर अब सूर्यबाट नजिकदेखि टाढा भनेको के हो त, सबैभन्दा पहिला त बुध पछि शुक्र पछि पृथ्वी पछि मङ्गल पछि बृहस्पति, शनि, अरुण र वरुण रहेको छ। यो भनेको नजिकदेखि टाढैसम्म रहेको छ। अब भनेको के बुझ्नुपर्ने हुन्छ भनेको सबैभन्दा पहिला के भन्न, राइट, छोटो भनेको दिनदेखि लामो दिनसम्म के रहेछ त भनेको यो पछाडिको 4वटा उठाइलिने भनेको के भयो भन्न खोजेको हुन्छ, छोटो दिनदेखि लामो दिनसम्म त पछाडिको 4वटा उठाइलिने पहिला त बृहस्पति, शनि, अरुण, वरुण भइहाल्यो, होइन। त्यो भनेको यहाँ उल्टा गर्ने, राइट, अरुणको वरुण हुन्छ। त्योभन्दा पहिला के हुन्छ, वरुण र अरुण, त्यसपछि पृथ्वी पछि अब दिन गर्ने, पहिला मङ्गल पछि बुध पछि बृहस्पति त छैन भनेको शुक्र, ठिक छ। यो भयो के हुन्छ, बृहस्पति, शनि, वरुण, अरुण, पृथ्वी, मङ्गल, बुध, त्यसपछि शुक्र, ठिक छ।
अब त्यस पश्चात के हुन्छ, आकारको हिसाबले ठुलोबाट सानो कस्तो रहेछ त ठुलोबाट आकारको हिसाबले के बुझाउनु पर्ने कुरा रह्यो भने त ठुलोबाट सानो हुन्छ त त्यसपछि पृथ्वी पछि शुक्र, शुक्र पछि मङ्गल, मङ्गल पछि बुध रहेको छ भनेर यो हुन्छ। यसमा म ट्रिक भन्छु भनेको बस अब पशुमा बुध, बस अब पशुमा बुध, बस अब वृष, बस अब पशुमा बुध वृष भनेको वृबाट बृहस्पति, सबाट शनि, अबाट अरुण, बबाट वरुण, पशुमा त पबाट पृथ्वी, सुबाट भने शुक्र, मबाट मङ्गल, बुधबाट बुध नै भइहाल्यो। के हुन्छ, वृष अब पशुमा बुध, बस अब पशुमा बुध, बस अब पशुमा बबाट बुध होइन बृहस्पति, सबाट शनि, त्यसपछि अबाट अरुण, बबाट वरुण, त्यस पश्चात भनेर राइट के हुन्छ, पशुमा भने पशुमा बुध रहेछ राइट। बस अब पशुमा बुध भनेर पबाट भनेको पृथ्वी, सुबाट शुक्र रहेको हुन्छ, मबाट मङ्गल, बुबाट बुध रहेको छ भनेर बुझ्नुपर्ने कुरा भयो। छोटो दिनदेखि लामो दिनसम्म भन्यो भनेर के भन्न खोज्यो कि पछाडिको चारवटा पहिला उठाउने त्योमा के चेन्ज गर्ने हो भनेको पहिला वरुण छ, त्यसपछि अरुण, त्यसपछि पृथ्वी, पृथ्वी पैसा भनेको त अब दिन गर्ने भनेको छोटो दिन छ त दिनपछि भन्नु त पहिला मङ्गल आउँछ, त्यसपछि बुध आउँछ, त्यसपछि शुक्र आउँछ भयो। त्यसपछि अब के हुन्छ, घनत्वको आधारमा बढीदेखि कम त पबुसुमा भने के हुन्छ, पबुसुले मङ्गल वरण, अब मङ्गल वरण, मङ्गल वरण अब मङ्गल वरण वृत आशा दिया, मङ्गल पबुसुले मङ्गल वरण वृत आशा दिया त पबाट पृथ्वी, यो घनत्व बढीबाट कम भएको छ त पबाट पृथ्वी, बुध रहेछ, शुक्र रहेछ, त्यो शुक्रपछि मङ्गल, त्यसपछि वरणबाट वरुण, वृत भनेको बृहस्पति, अबाट असादिया भनेको अबाट अरुण, सबाट शनि रहेको छ। यो सबैभन्दा के रहेछ, बढी घनत्व भएको कम घनत्व रहेको छ भनेर बुझ्नुपर्ने कुरा रहेको छ। त्यस पश्चात के बुझ्नुपर्ने, अब सबैभन्दा राइट पृथ्वीको चार भने नाङ्गो आँखाले देखिने कुन हुन्छ भनेको अब बाहेक सबैलाई नाङ्गो देखिन्छ, अबाट अरुण, बबाट वरुण, यो दुईवटा छाडेर सबैलाई नाङ्गो देख्न सकिन्छ। त्यस पश्चात भनेर के भन्न खोज्यो हुन्छ कि अब भनेको तपाईँले भनेर के बुझ्नुपर्ने कुरा भयो भनेर यम ग्रहलाई कहिले सूचीबाट हटायो भनेको अगस्त भनेको के भन्न खोज्यो कि अन्तर्राष्ट्रियमा राइट कहिले हटाएको हुन्छ, 2006 अगस्त भनेको 23 देखि 24 सम्म बुझाउनु पर्ने हुन्छ। अस्त भयो राइट, यो भने अस्त भएको छ, अगस्त भइहाल्यो, अस्त भएको छ भयो अगस्त भनेर अगस्त 24 भनेर बुझिन्छ, अबाट अगस्त भयो 24मा। त्यस पश्चात भनेर कतियो महासभाको राइट खगोल विज्ञान को कतियो महासभाको यो निर्णय रहेछ 26 रहेछ भनेर भन्न खोज्यो। त्यस पश्चात भनेर के भन्न खोज्यो, अब भनेर के बुझ्नुहुन्छ भनेको ग्रहहरूको प्रकार कस्तो, भित्री ग्रह, बाहिरी ग्रह, त्यसपछि राइट भित्री ग्रह, बाहिरी ग्रह चारवटा रहेछ, भित्री भनेको फर्स्ट फ्लोर, बाहिरी भनेको सेकेन्ड फ्लोर, त्यस पश्चात भनेको त्यसपछि ग्यासीय हुन्छ, धरातलीय हुन्छ। र ग्यासीय भनेको सेकेन्ड भनेको आउटरलाई ग्यासीय पनि भन्छ, त्यस पश्चात भनेर आउटरलाई ग्यासीय पनि भन्छ र बाहिर ग्रह पनि हुन्छ, र धरातलीय भनेको इनरलाई भन्छ भनेर इनरलाई भने धरातल भन्छ र भनेको भित्री ग्रह पनि भन्छ। त्यस पश्चात भनेर जुन सबै भनेको कति हुन्छ, चारवटा रहेको छ, दुईवटा एउटा बाहिरी र भित्र हुन्छ। अब भनेर भित्र ग्रहको आकार सबैभन्दा सानो हुन्छ, उपग्रहहरू थोरै हुन्छ, सूर्यदेखि नजिक हुन्छ र जीवन पाइने सम्भावना हुन्छ भने त्यसलाई भन्छ भित्री ग्रह, र बाहिरी ग्रह भनेको आकारमा धेरै ठुलो हुने, धेरैहरू उपग्रह हुन्छ, सूर्यदेखि धेरै टाढा हुन्छ र जीवनको कल्पना गर्न सकिँदैन, त्यहाँ कल्पना गर्न सकिँदैन, त्यहाँ जीवन पनि हुन सकिन्छ। अब बुझ्नुपर्ने कुरा भयो भने अब म्याग्नेट राइट, अब साथैमा के बुझ्नुपर्ने राइट अझै राइट अब के भन्न सकिन्छ
अझै भन्छ राइट भनेको कसको बारेमा पढ्ने सबैभन्दा पहिला त शुक्रको बारेमा पढ्ने केही शुक्र भनेको कस्तो रहेछ शुक्र ग्रह भनेको नेपाल राइट आकार आयत र घनत्व पृथ्वी करिब भनेको पृथ्वीसँग बराबर भएको ग्रह भनेर तुलना गर्छ भनेर राइट त्यस पश्चात भने पृथ्वीको व्यासभन्दा करिब भनेको 650 किलोमिटर कमै रहेको छ पृथ्वीको बराबर भनेको घनत्व बराबर रहेछ भनेर त्यस पश्चात भने आकार आयत र घनत्व पृथ्वीको करिब बराबर रहेको छ त्यसैले यो भने एउटा प्रश्न गरेर मैले आयो त्यस पश्चात अझै के हुन्छ भनेको शनि र पृथ्वीको पिण्ड भनेको त्यस पश्चात अझ के बुझ्नुपर्ने कुरा भयो भने अब कुन अन्तरिक्ष कुनमा पहिला गएको छ बुध भनेको मेसेन्जर भन्छ मेसेन्जर भनेर चिनिन्छ भनेर ठीक छ त मेसेन्जर त्यसपछि शुक्र मना मनाबाट राइट मानिरर त्यसपछि मङ्गलमा खोज भयो कस्तो अमङ्गल भने खोज भयोबाट भिङ्किङ राइट भाइकिङ भयो भाइकिङ त्यस पश्चात भनेर के हुन्छ बृहस्पति भनेको पोल खोल्यो नियर 10ले बृहस्पति के खोल्यो कि उसले यो कस्तो रहेछ सबै ग्रहको राजा रहेको छ भनेर यो पोल खोल्यो राइट पोल खोल्यो पेन 10 भएर 10 मा भयो त्यस पश्चात भनेको शनि कस्तो रह्यो भने क्यासिनी त्यसपछि राइट अबाट अरुण बबाट वरुण भनेको भयो भनेको भोया गर्टु ठीक छ अब भनेको कुन ग्रहको कुन रङ छ भनेर त्यस पश्चात भनेर बुझ्दैन त्यसको साथसाथमा के भन्न खोज्यो भने ग्रह बुधको खैरो पृथ्वीको नीलो र हरियो बृहस्पतिको सेतो मिश्रित पहेँलो मङ्गलको रातो शनिको पहेँलो अरुणको हरियो शुक्रको चमकिलो र वरुणको नीलो रहेको छ अब भनेको ग्रहहरूको विशेषता पनि सूर्यभन्दा सबैभन्दा नजिक रहेको ग्रह सूर्य परिवारको सबैभन्दा सानो ग्रह अक्षमा भ्रमण गर्दा सधैँ एउटै भाग सूर्यतिर फर्किने ग्रह बुध ग्रहको कति भाग सूर्यतर्फ फर्किएको हुन्छ 2/3 फर्केको हुन्छ त्यसपछि एकापट्टि धेरै तातो एउटापट्टि धेरै चिसो तापान्तर ग्रह त्यसपश्चात भनेको वायुमण्डल नभएको र ग्रह राइट बुध ग्रहका उपग्रह नभएको एटमोस्फियर पनि नभएको ग्रह भनेको बुध ग्रह रहेको छ र बुध ग्रहको एक दिन बराबर पृथ्वीमा 90 दिन रहेको हुन्छ त्यहाँ यदि एक दिन भयो भने पृथ्वीमा 90 दिन हुन्छ भनेर भन्छ ठीक छ त्यसपश्चात भनेर राइट त्यसपछि शुक्र ग्रह भनेको कस्तो रहेछ भनेर शुक्र ग्रहको के हुन्छ विशेषता भने पृथ्वी सूर्यको छठो ठुलो ग्रह पृथ्वीको बहिनी भनेर चिनिने गोडस ब्युटी एन्ड के भन्छ जुम्लिया ग्रह भनेर ट्विन्स प्लानेट भनेर चिनिने राइट प्लानेट अफ माई सिस्टर भनेर चिनिने माई सिस्टरी भनेर चिनिने त्यसपछि राइट इभिनिङ स्टार मर्निङ स्टार नामले समेत चिनिने राइट वैज्ञानिकद्वारा अनुसन्धान गरिएको पहिलो ग्रह सबभन्दा तातो ग्रह रहेछ चम्किलो ग्रह तथा म्याग्नेटिक फिल्ड यसमा छैन भनेर बुझ्नु कसमा यसमा म्याग्नेटिक फिल्डै छैन र उपग्रह पनि नभएको भनेर चिनिने ग्रह एउटा हो त्यसपश्चात अब बुध ग्रह भयो शुक्र भयो त्यसपछि पृथ्वीको भयो ठीक छ भनेको ब्लू प्लेनेट भन्छ विभिन्न ग्रहका राइट हो पृथ्वीको 3वटा भाग एउटा हुन्छ बाहिर मध्य र केन्द्र बाहिर भन्छ क्रटस भित्रको भन्छ मध्यको भन्छ मेटल र सेन्टरको भन्छ भने
कोर भन्ने गर्छ भनेर बुझ्नुपर्ने कुरा रहेछ। त्यसपश्चात भनेर पृथ्वीको नजिक रहेको अवस्थालाई पृथ्वी राइट सूर्यबाट नजिक रहेको अवस्थालाई परहेलियन भन्छ र टाढा रहेको अवस्थालाई भनेको राइट एपहेलियन भन्छ, जसलाई पीए भन्छ। पीए भनेको पबाट परहेलियन र एबाट एपहेलियन पहिला नजिक हुन्छ, त्यसपछि नै टाढा रहेको हुन्छ। त्यो नजिक र टाढा रहेको अवस्थालाई भनेर कुन कुन दिन हुन्छ नजिक र टाढा? जजुमा के हुन्छ? जजु पियो 3-4 जजु पिए 3-4 भनेको जजु पिए 3-4 जजु पिए 3-4 भनेर नजिक रहेको अवस्था रहेछ, जसलाई भन्छ जबाट जनवरी 3 हुन्छ। जुबाट भने टाढा रहेको अवस्थालाई जुलाई 4 भन्छ। त्यो भनेको पीए भनेको पारहेलियन र अपहेलियन भनेर चिनिन्छ। ठिक छ। त्यसपश्चात भनेर के हुन्छ? लामो र छोटो दिन भनेर चिनिन्छ भनेको जुडी राइट जुडी रहेको छ, जोडी भन्छ नि, जोडी लामो र छोटोको जोडी रहेको छ। त जुडीबाट जुबाट जुन हुन्छ 21, त्यसपछि डिसेम्बर हुन्छ 22, 21 र 22 को सबैभन्दा छोटो दिन यही दिन म्यानमारले सदस्य लिए थियो बिमस्टेकमा राइट। जोडी रहेछ लामो र जोडी भनेको जुन भनेको डीबाट डिसेम्बर आएको 21, 22। त्यसपश्चात भनेर के भन्न खोजेको हुन्छ? मासे भन्छ भनेको मार्च भने दिन र रात बराबर भएको हुन्छ। त मार्चमा दिन रात भन्छ भने बराबर त्यो वसन्त भयो। त्यसपछि शरद यानि वर्ष मासे 21-23मा वर्ष मासे 21-23मा बबाट वसन्त सबाट शरद मासे मार्च शेषे सेप्टेम्बर भनेको 21 र त्यसपछि 23। त्यसपछि जुडी भनेको लामो र छोटो दिन भनेको 21 र 22मा रहेको छ। अब के बुझ्नुपर्ने कुरा भने दिन र रात बराबर हुनुको कारण भने पृथ्वीको दैनिक गति रहेको छ र पृथ्वी भनेको सूर्यको पश्चिमबाट देखि पूर्वतर्फसम्म अन्तरिक्षमा के गर्छ? आफ्नो कक्षमा घुम्ने गर्दछ र पृथ्वीमा ऋतु परिवर्तनको कारण पनि पृथ्वीको वार्षिक गतिलाई नै हो। त्यसपश्चात अझै के भन्न खोज्यो भनेर मङ्गल ग्रहको विशेषता भनेको पृथ्वीबाट भनेर रातो देखिने, रातो ग्रह भनेर चिनिने। त्यसपश्चात भने धेरै ज्वालामुखी भएको, मानव बस्ती बसाउन सकिने र रोमन गोड अफ वार भन्छ। रोमन गोड अफ वार भनेको मङ्गल यस्तो रहेछ कि रातोबाट रेड भनेको वार गराउँछ, रोमन अफ वार भनेर चिनिने। बृहस्पतिका भन्ने ग्रहको के हुन्छ भनेर सौर्यमण्डलको भ्याकुम क्लिनर भनेर भन्छ। भ्याकुम क्लिनर्सलाई यसले जे जति आउँछ भनेको डस्ट सबैमा आफ्नो राइट देखिन्छ। तीव्र गति घुम्ने, छोटो दिन हुने, सबभन्दा धेरै आकर्षण शक्ति भएको हुन्छ। आकर्षण शक्ति किङ भनेको त राजा भयो, राजामा धेरै पावर हुन्छ। त पावर भयो भने त उपग्रह पनि त धेरै हुन्छ। ठिक छ। त अहिले भने उपग्रह धेरै तर अहिले छैन, त्यसको अहिले सबभन्दा धेरै भने शनि ग्रह रहेको हुन्छ र सौर्यमण्डलको सबभन्दा ठुलो ग्रह भनेर चिनिने। ठिक छ। र शनि ग्रह भनेर के भन्न खोजेको हुन्छ? पानीमा ग्रह तैरिने सुनौलो ग्रह। त्यसपश्चात भनेर टाइटिन र फोबे यसको के रहेछ भनेर टाइटिन भनेर फोब यसको हुन्छ ग्रह र राइट यसको नाम छ टाइफो भनेको टाइटिन हो ठुलो र फोबो भनेको सानो रहेको छ। त्यसपश्चात राइट पानीमा तैरिने सुन्दर ग्रह रिङ भनेको हुसेन क्रिस्चियनले बनाए सुनौलो ग्रह भनेर चिन्छ। त्यसपछि अरुण ग्रहको विशेषता भनेको अरुण भनेको अबाट अरूको हजुरबुवा यानि जुपिटरको हजुरबुवा भनेर चिनिन्छ। हरियो ग्रह भनेर चिनिन्छ। पश्चिममा उदाउँछ, त्यसैको लागि असफल तारा भनेर पनि चिनिन्छ र जुपिटरको हजुरबुवा भनेर चिनिन्छ। त्यसपश्चात भनेको आइसल्यान्ड भनेर भन्छ। दोस्रो भनेको शनिका पिता भन्छ। राइट जुपिटरका हजुरबुवा र शनिका पिता भनेर चिनिन्छ। जो हजुरबुवा हुन्छ त्यो कसैको पिता हुन्छ, शनिको पिता भनेर चिनिन्छ र सबभन्दा बढी अपक्षीय झुकाव भएको र पल्टिएको ग्रह, यो पल्टिएको ग्रह पनि छ।
ठिक छ। त्यस पश्चात भनेर अब केही अरू वरुणको बारेमा जाने। बबाट वरुण, बबाट वर्षाको देवता, बबाट भने बाहिरी ग्रह रहेको छ जुन भनेर अन्तरिक्षमा रहेको छ, गणितीय हिसाबले पत्ता लगाइएको ग्रह भनिन्छ। त्यसपछि बबाट विपरीत दिशातर्फ परिक्रमा गर्ने के हुन्छ, आफ्नो उपग्रहहरूको विपरीतको यसले के गर्छ, परिक्रमा गर्छ भनेर बुझ्नुपर्ने कुरा। हल्का पहेँलो रङको त भनिदियो। अब भनेको उपग्रहहरू कतिवटा छ, त्यसपछि इयरली सँग सम्बन्धित रहेको छ भनेर बुझ्ने।